तपाईँ सम्पूर्णले देख्न सक्नुहुनेछ। यो चाहिँ अहिले हामी सबैजना इन्टरभ्यू दिँदै हो। इन्टरभ्यू दिने क्रममा चाहिँ यसरी भिड बनेको छ, भिड भएको छ। यस भिडभित्र तपाईँहरूले देख्न सक्नुहुनेछ सबै कुरा। कोही आफ्नो टर्न कुरेर बसिरहेको छ, सबै साथीहरू बसिरहेछन्। निकै भिड भएको कारणले गर्दाखेरि कोही रोडमै बसिरहेछ, कोही लाइनबद्ध रूपमा बसिरहेछ, कोही बसेर आफ्नो टर्न सकेर अहिले गइरहेछन्। तपाईँ सम्पूर्णले चाहिँ प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ निर्वाचन प्रहरीमा सबैजना अहिले चाहिँ ठिकै भयो। अब रिजल्ट कस्तो आउँछ होला त्यसको पर्खाइमा छु। अब चाहिँ भोलि पर्सिसम्म रिजल्ट हुनेछ भन्ने जानकारी आएको छ। तोलने